हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको दिनको मौसम चाहिँ यस्तो भएको छ साथीहरू, एकदमै दामी होइन। अनि म चाहिँ भर्खर उठेँ, लगभग अहिले 8 साढे 8 भइसक्यो। बेलुका छिटो सुतेको त्यही पनि उठाइ चाहिँ ढिलो भयो। अनि अब यस्तै हो, खानासाना बनाउने हो। अनि त्यहाँदेखि आजको दिन कस्तो हुन्छ हेर्नु साथीहरू। म चाहिँ अब खाना बनाउनु थालेँ है साथीहरू। खाना बनाउने हो, खाने हो, अनि त्यहाँदेखि के हुन्छ एकछिनमा थाहा हुन्छ। हाम्रोमा चाहिँ यङ म्यान बन्दैछ है साथीहरू, हेर्नुहुन्छ। हाम्रो जिफु दाइले यस्तो मिठो बनाउनुहुन्छ यङ म्यान होइन। अब भरे पाकेपछि क्या देखाउँछु ल। यो चाहिँ हाम्रो लिम्बूहरूको क्या एकदम ट्रेडिसनल फुड हो क्या यो यङ म्यान भनेको चाहिँ। यसरी बन्छ है साथीहरू, हेर्न सक्नुहुन्छ हजुरहरूले। यता चाहिँ हाम्रो सेलगम रेडी हुँदैछ होइन। अनि यहाँ चाहिँ झेउ र आन्द्रा रेडी हुँदैछ साथीहरू। अब भरे रेडी हुन्छ अनि देखाउँछु ल साथीहरू। म त भिडियो बनाउनु पर्यो भनेको त बिर्सेछु हो, अहिले खाइसकेर मात्र याद आयो। यतातिर 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 उता चाहिँ कराईमा उयो पाक्दैछ होइन सेलगेम्बा। अनि यता हामी चाहिँ खाना खाँदैछौँ ल। म चाहिँ खाना खानुतिर लागेँ है साथीहरू। देखाउँछु ल हजुरहरूलाई। यहाँले चुप्ने अनि त्यसपछि यस्तो गर्ने होइन। ल यो के झुन्डेको भात खाएर हात पनि धुएको थिएन, नरिसाउनु भयो साथीहरू। यसरी यहाँ भाइलाई रक्सी देऊ भात खाइछ। सो हाम्रो चाहिँ खानपिन कार्यक्रम सकिसकेको छ साथीहरू। याङबिनहरू बनाएर खायौँ, खानासाना खायौँ सबैजना परिवारले मिलेर। अनि सबै कामहरू पनि सकाइसक्यौँ, धन्दाहरू पनि गरिसक्यौँ। अनि एकछिन आराम गर्नु पऱ्यो भनेर सोचिरहेको थिएँ। अनि ठिक्क यहाँ एकजना हाम्रो घरदेखि अलिकति तल्लोपट्टिको एकजना आन्टीले चाहिँ अब यसो फुटबल खेलौँ केटी मिलेर सबैजना भन्दै भन्नुभयो। अनि त्यही भएर फुटबल खेल्नेतिर पो अब जानु आँट्यो। अनि फुटबल पनि अब सबैजना केटी ग्रुप केटी मिलेर खेल्ने, दुधैसे उठाएर अनि लुङ्गी लाएर खेल्नुपर्छ, रमाइलो हुन्छ। यसो रमाइलो पनि गरौँ भन्दै भन्नुभयो क्या केटी मिलेर। अनि त्यही भएर ल नि त त्यत्तिकै बस्नु सुतेर यत्रो जिउ ज्यान बनाउनु भन्दा त बरु लु फुटबलै खेलौँ न त भनेर अनि हुन्छ भनेको चाहिँ। अनि अब लुङ्गीहरू लाएर अब जानुपर्ने भयो। अनि त्यही भएर अब लुङ्गीहरू लाउँछौँ। अनि त्यसपछि जाने बेलामा म हजुरहरूलाई देखाउँछु। अनि गएर उता फुटबल खेलेको पनि देखाउँछु कस्तो हुन्छ आजको हाम्रो फुटबल गेम। म त फर्स्टचोटि हो, कहिले खेलेको छुइनँ फुटबल। अनि त्यही अब उतै गएर थाहा हुन्छ के हुन्छ कस्तो हुन्छ। ल साथीहरू म रेडी हुन्छु अनि हजुरलाई देखाउँछु। ओके बाई। गाइजहरू म चाहिँ रेडी भएर निस्किसकेको छु होइन। अनि अब हाम्रो घरबाट चाहिँ भाउजू र साथी पनि जानु भएको छ। अनि उहाँहरू रेडी हुँदै हुनुहुन्छ। अनि त्यसपछि उहाँहरू रेडी भइसकेपछि चाहिँ हामी जान्छौँ फुटबल खेल्ने ठाउँमा। अनि म त्यहाँ पुगेर हजुरहरूलाई देखाउँछु। यो चाहिँ सिटी हो है, फुटबल खेल्दा सिटी पनि चाहिँदो रहेछ, मलाई थाहा थिएन थियो, ल्याउनु भन्नुभएको छ। अनि त्यही भएर अब लानु आँटेको। हाम्रो चाहिँ गोल खेल्ने ठाउँ उहाँ त्यहाँ देख्नु सक्नुहुन्छ हजुरहरूले। यो बारीको बाटो जानु के गर्छ हौ, बारीको बाटो यसरी जानुपर्ने। अनि त्यसपछि त्यहाँनिर छ है त हाम्रो सेना मेनाहरू। यसरी लाँदैछौँ गोल खेल्ने ठाउँसम्म म। अनि यता पछाडि हाम्रो भाउजू आउँदैछौँ है। हाम्रो प्लेयरहरू हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँनिर रहेको छ। यो चाहिँ दर्शक हो। खै साथी ए उता पर आउँदै रहेछ साथी चाहिँ। खाना त के हो लु 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 अब टिम को के हुने लु भनौँ है। म त किपरमा बसिहालेँ। के हो अरे चिक्लो लुगा भयो अरे। थपिँदै हुनुहुन्छ हाम्रो खेलाडीहरू। भालेलाई अरे जित्नेलाई चाहिँ भाले हो प्राइज। अम्मा
किराचोकको चाहिँ यहाँ है हाम्रो ग्रुपहरू उता चाहिँ फेरि बालाचोक ग्रुप छ है लु जित्नेलाई भाले गेम चाहिँ उता उहाँहरूले जितिसक्नु भएको छ हाम्रो ग्रुपले चाहिँ हारो होइन फोनबाटै सबैको उत्रिसकेको छ है साथीहरू गेम सकिसकेको छ साथीहरू हारेर फर्क्यौँ हामी चाहिँ होइन अब माथिल्लो गाउँकोहरूले 2.5 केजीको भाले जितेर जानुभयो अनि हामीलाई अब अर्को शनिबार फेरि च्यालेन्ज दिनुभएको छ केर्खा ग्राउन्डमा खेलौँ भनेर अनि अब त्यहाँ चाहिँ हामीले एकदम होइन प्र्याक्टिस गरेर जाने हो योचोटि चाहिँ अब हार्यो फर्स्टचोटि पनि थियो हाम्रो प्रायः सबै खेलाडीहरू क्या पहिलोचोटि खेलेको भएर पनि अब जस्ट टक्कर त दिउँ ड्र भएको थियो तर पेनाल्टीमा उहाँहरूले 1ले जित्नुभयो त्यही भएर अब अर्कोचोटि चाहिँ हामी एकदम प्र्याक्टिस गरेर जित्ने भनेर जाने हो अर्कोचोटि चाहिँ कुखुराको नगर्ने भन्नुभएको छ अब पैसै गर्ने अरे अनि अर्को शनिबार फिक्स जित्ने हो अब चाहिँ गेम सकेर म घर आइसकेको छु साथीहरू अनि आजको हाम्रो दिन चाहिँ यस्तै भयो फुटबलमा हारेर आइयो अनि अब अर्को शनिबार चाहिँ फेरि च्यालेन्ज गर्नुभएको छ अनि अब अर्को शनिबार चाहिँ जित्ने हो त्यही हो आजको दिन यसरी नै मैले चाहिँ सकाएँ अब फेरि अर्को भिडियोमा भेट्नुपर्छ यति भन्दै बाई बाई यो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त साथीहरू